आज हामीले अल्जेब्राको एउटा महत्त्वपूर्ण सूत्र a + b + c को होल स्क्वायरलाई कसरी सीपीए मोडेलबाट प्रस्तुत गर्न सकिन्छ त्यसको बारेमा म यहाँ केही बताउन गइरहेको छु। हाम्रो समस्या छ a + b को होल स्क्वायर। अब हामीले यो ठोस वस्तु सीपीए मिन्स कन्क्रिट पिक्टोरियल एन्ड एब्स्ट्र्याक्ट फर्म हो। म अहिले कन्क्रिट फर्ममा मात्रै यसलाई पहिलो चरणमा प्रस्तुत गर्न चाहन्छु। जस्तै यसलाई हामीले ए भन्छौँ, यसको लेन्थ ए छ। यस्तै तरिकाबाट यो बी भयो, सी, लम्बाइ ए + बी + सी। यसलाई स्क्वायर बनाउनको लागि चौडाइमा पनि हामीले a + b + c बनाउनु पर्छ। a + b + c र यसलाई स्क्वायर फर्ममा लानु छ। हामीले स्क्वायर फर्ममा लाँदाखेरि यसरी मिलाइरहेको छौँ। हामीले एउटा पुरा फिगर तयार भयो। यो फिगरको लम्बाइ a + b + c छ, यसको चौडाइ a + b + c छ। इट मिन्स यो भनेको a + b + c को होल स्क्वायर हो। l × b l स्क्वायर भने जस्तै वर्गको क्षेत्रफल l स्क्वायर हो। अब यो a + b + c को होल स्क्वायर बराबर कति हुने रहेछ त भने अब हामी हिसाब गर्छौँ। एउटा a स्क्वायर हुने रहेछ, यसको मान हामी लेख्छौँ। हामीले एउटा a स्क्वायर हुने रहेछ, अर्को यो b स्क्वायर छ, यो प्लस b स्क्वायर प्लस c स्क्वायर हुने रहेछ। यसलाई हामीले साइडमा राख्यौँ। अब अरू पार्ट के छन् त? यी दुईवटा एबी छन्, 2ab हुने रहेछ। यसलाई पनि राख्छौँ। अब बचेका दुईटा एसी प्लस 2ac हुने रहेछ र प्लस दुईवटा बीसी प्लस 2bc। इट मिन्स a + b + c को होल स्क्वायर भनेको a स्क्वायर प्लस b स्क्वायर प्लस c स्क्वायर प्लस 2ab प्लस 2ac प्लस 2bc हुने रहेछ। यो कन्क्रिट वस्तुलाई पनि सजिलै रूपबाट यसरी प्रस्तुत गर्न सकिन्छ। नमस्कार, धन्यवाद।